गुड मर्निङ फ्रेन्ड्स, सबैजना नमस्कार। सेवा आज चाहिँ हाम्रो साकेला मनाउनु लागिरहेका छौँ हामी सबै एकेआरएसका टिमहरूले, र त्यसको लागि हामी जाँदैछौँ। बाटो चाहिँ यस्तो छ, हेर्नुहोस्। यो चाहिँ हामीलाई गभर्मेन्टले उयो गरेको हो, गभर्मेन्टले दिएको हो। यो एरिया चाहिँ राईहरूको लागि साकेला मनाओस् भनेर। जग्गा चाहिँ राम्रो छ, तर हस्पिटलले गर्दाखेरि चाहिँ अलिकति उयो भएको छ। सेवानी सबैजनालाई सिक्किममा चाहिँ हाम्रो यस्तो पाराले मनाउँछ साकेला। साकेला हाम्रो साकेला चाहिँ सिक्किममा यस्तो पाराले मनाउँछ हो। अनि अस्ति मिटिङमा आयो न, के भयो? म अलिकति त्यस्तै काम पर्यो कि बाङा, अनि मेसेज छोडेन अन्त फेरि हो। बाङाहरू त अन्त उयो हो नि त हौ, साकेला हो। प्रेसिडेन्टकै बरबर आयो क्या। पहिला कहाँ गयो भन्छ। कसले साकेला आउँछ भन्नु? कसले रिपोर्ट दिएन नि? दीपकले रिपोर्ट दियो। उनीहरूले अब एउटा पढा लेखा मान्छे हो, खबर पनि यस्तोहरू हुन्छ। सिक्किमको पनि नेपालकै तरिकाले मनाउँछ, हामी पनि। यहाँ हाम्रो माङपाको थान रेडी हुँदैछ। होइन मैले फोन चाहिँ गरेको थिएँ, तर कसलाई चाहिँ भन्नु लाग्यो भने सेवाने कोकु त्यस्तै परेर बाङा। हाम्रो कोकु हुनुहुन्छ छुना। खबर यस्तो ठाउँमा छ है, म यो पाराले भ्याइन भनिदियो भने त सबैबाट ठुलो कुरो त्यो हो नि त। अनि सेवाने नाना सेवाने यहाँनिर चाहिँ हाम्रो चुल्हा जलिरहेको छ। तीन चुल्हा चाहिँ हाम्रो यहाँ रुखमा छ हो। हालेको सुन नि, भ्लग पनि आजकल मेन चाहिँ यो हाम्रो सेवाने बाङा सेवाने बु दियो साकेला हाम्रो यो आज साकेला पर्व पुरानो निकाल्दिनु। यो चाहिँ फरेस्ट एरिया हो, तर हामीलाई यो साकेवा गर्नु चाहिँ दिन्छ यहाँनिर। दाउराम टिपुङ सुकेको रहेछ, बल्छ भाइ, मजाले बल्छ यो।
ए सरी सुकाउँदै गर्नुपर्छ साइडमा राख्दैन सुक्दै बल्छ कि माथि माथि पनि हाल्दैन यता ऊ माथि कुनामा हाल्दैन राईको चाहिँ यस्तो हुन्छ अदुवा र चामल बेगर चाहिँ केही चल्दैन चिन्डोहरू हुनु पर्यो उयो छ सिनियर पेपर भनेपछि त कतै अब छोडिएको जस्तो भयो नि त है यो प्रेसिडेन्टको हो नि त सिनियर हाम्रो सदस्यहरू हो हेलो आन्टी अहिले हेरिदिन्छ अरे बहिनीले कि दिवालीको पनि हेर्नु म त अहिले हेर्दिन्छु भन्दैछु सेवानी बुबु सेवानी हाम्रो मेन उहाँ आजको कार्यक्रम गर्नुहुने चाहिँ उहाँ हुनुहुन्छ हाम्रो एकदमै नाम चलेको सिक्किमभरि नाम चलेको बुबु गर्नुपर्ने कर्तव्यहरू सबै निभाए माङपाले यहाँ रेडी हुँदैछ उहाँको लागि हिजो त मैले झडक त दिएको थिएँ दिएको छोड्दै गएको हो साइडलाइन बिस्तारै अस्ति त यस्तो त काँडा त मैले त कम्ती भेटेको थिइनँ त जङ्गलमा त हाम्रो यो चाहिँ दुम्सीको काँडा दुईजना भत्किएर गएको थियो मैले जोडे दुईजनालाई मान्छे जनमान्छे युवा आयो हो मजबुती पर्न आयो नि त हाम्रो हामी चाहिँ सालमा यहीँनिर मनाउँछ साकेला पनि मनाउँछ साकेवा पनि मनाउँछ हाम्रो यही जग्गा हो पाङ्रा पनि रहेछ यहाँनिर पाङ्राहरू त अब हराइसक्यो हौ हाम्रोतिर त
साह्रै छ भनिदियो 5 मिनेट भयो हुन्छ।